हेलो गाइस, आज चाहिँ हाम्रो यहाँ दुखाइको दुखाइ छ त 10 दिने। यहाँ चाहिँ हाम्रो सबै दिदी भाउजूहरूले हो मेरो सबले मोमो बनाउँदैछ। मोमो चाहिँ मोमो चाहिँ हाम्रो भाउजूले मोमो चटक्कै बनाएर त राख्नुहुँदैछ। सबै यहाँ चाहिँ मेरो पहिलाको निसाले चाहिँ मोमो बनाउँदैछ है। आज सन्तानको लागि मोमो बनाएको नि त है। 10 दिने स्पेसल चल्दैछ यहाँ चाहिँ हो। यसरी है दुखाइहरू पर्दा चाहिँ हैन इम्प्लोइ भन्न पाइँदैन, किनभने शाखा सन्तान समाजहरू भनेपछि चाहिँ जहिले पनि हामीले आफ्नो सहयोग आफूबाट जति सक्ने सहयोग हुन्छ त्यो पुर्याउनु जरुरी छ है। ड्युटी अब छुट्टी मागी भए पनि अब हामीले चाहिँ आफू अरूलाई पर्दा यसरी सघाउनु जानु पर्यो र मैले पनि यसरी सघाएको थिएँ हैन, सघाउनु गएँ। किनभने यो चाहिँ हाम्रो एउटा रेस्पोन्सिबिलिटी जस्तो, एउटा समाजमा इष्टमित्रकोमा पर्दा चाहिँ एक दिन भए पनि गएर छुट्टी मागेर भए पनि गएर सघाउनु पर्छ है। र आफूलाई पर्दा नि उहाँहरूले है उहाँहरूको काम छोरी हाम्रोमा आएर सघाउनुहुन्छ नि त। अचार भएको छैन सर? यहाँ हाम्रो म्याडमले चाहिँ अब स्पेसल मोमो बनाएको अरे हो। टाँसिदैन अरे तर आमा बित्नु भएको नि आज 10 दिन भइसक्यो है। 10 दिनको बादमा चाहिँ सन्तानहरू चोखिने गर्छ नि त, नुनहरू चलाउने गर्छ नि त। 10 दिन बारेको हुन्छ है। अन्त एक टाइम मात्रै खाना, त्यो पनि नुन बिनाको है खाएर 10 दिन पर्छ।